सबैजनालाई नमस्कार। रुबलाल खत्रीको तर्फबाट साथीहरू, हजुरहरूलाई दैनिक साता मनोरञ्जन दिँदै आएको कान्छी सिरियलले एक महिनाको टोटल पैसा कति कमाउँछ म पुरा जानकारी दिनेछु। साथीहरू, कृपया च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला ताकि हजुरहरूको मायाले हामीलाई थप ऊर्जा मिलोस्। साथीहरू, अब ढिला नगरिकन कान्छी सिरियलले एक महिनामा टोटल अर्निङ कति गर्छ र कुन कलाकारले कति पारिश्रमिक लिन्छन्, कृपया भिडियोलाई पुरा हेरिदिनु होला। कान्छी सिरियलले एक महिनामा 4वटा एपिसोड युट्युबमा अपलोड गर्दछ। उक्त 4वटा एपिसोड मध्ये समथिङ 20 देखि 40 करोड भ्युज गेन भएको हुन्छ। समाजमा घटेका भावनात्मक कुरालाई मध्यनजर गर्दै समेटेर गराएको भिडियो युट्युबमा अपलोड भएको उक्त 24 घण्टासम्म 15 देखि 25 लाखसम्म भ्युज गेन भएको हुन्छ। कान्छी सिरियलले एक महिनामा 22 देखि 28 लाखसम्म युट्युबदेखि पैसा कमाउने गर्छ भने विज्ञापनदेखि कति कमाउँछ अहिलेसम्म खुलासा भएको छैन। कान्छी सिरियलको टोटल सब्सक्राइब 39 लाख पुग्न लागेको छ। कान्छीहरूको अहिलेसम्मको सबै टोटल भ्युज हेर्ने हो भने 1.1 बिलियन रहे। साथीहरू, नेपालमा पछिल्लो समयमा धेरै सिरियलहरू रहेको छन्। तीमध्ये अब म हजुरहरूको लागि कुन सिरियलको बारेमा भिडियो गराम, कृपया कमेन्ट गरिदिनु होला। हजुरहरूलाई उदाहरणको लागि जुठे, बुहारी, भुन्टी कुनको बारेमा गराम कमेन्ट गरिदिनु होला। साथीहरू, भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला। अर्को साता भेटौँला। जय देश, जय नेपाल।